व्यक्तिहरूलाई एकछिन रमाइलो भयो होला शासन सत्ता चलाउन, तर देशले हारो भनेर मैले लेखेको थिएँ नि हिजोदेखि कालो दिन, नेपाली जनताहरूको कालो दिन। र अर्को कुरो म भन्छु, हिजो चुनाव भोट कति खस्यो तपाईँहरूलाई थाहा छ? 1,89 लाख भोटर्समा 86 लाखले मात्रै भोट दिए। 1,89 मा 86 लाखले भोट दिए भनेपछि नि होइन 44देखि 45%, 46%ले भोट दिएको छ भनेपछि बिलो 50मा आउनु भनेको के हो भनेदेखि हाम्रो आन्दोलनको बुझाइ पनि हो, हाम्रो जित हो। हामीले त्यति गर्नलाई भ्यायौँ, त्यति गर्नलाई हामीले मान्छेलाई गरायौँ नि। जस्तो 1,89 लाखमा 1,05 लाख जनताले त भोटै दिएनन् नि त, भोट दिएनन्। 1,89 लाख थिए भोटर्स, 1,05 लाखले भोट दिएनन्। र यो निर्वाचन आयोगले कसरी ढाँट्यो